नमस्कार, म अधिवक्ता भूपेन्द्र शाह। के तपाईँलाई थाहा छ कस्तो अभियुक्तलाई थुनामा नै राखेर मुद्दा पूर्वपक्ष गर्नुपर्छ? यसबारेमा म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 67 ले कुनै पनि अभियुक्तलाई थुनामै राखेर मुद्दा पूर्वपक्ष गर्न पाउने कानुनी व्यवस्थाको प्रावधान गरेको छ। कुनै कसुरदार अभियोग गरेको अभियुक्तले तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मुनासिब आधार भएमा अदालतले त्यस्तो अभियुक्तलाई कारण खुलाई मुद्दा पूर्वपक्षको लागि थुनामै राख्न सक्ने कानुनी व्यवस्था रहेको छ। त्यसका लागि केही कन्डिसनहरू रहेका छन्, जस्तो जन्मकै सजाय हुने, कसुर भएको हुनुपर्छ, 3 वर्ष बढी वा कैदको सजाय हुन सक्ने, अनुसूची 1 वा अनुसूची 2 अन्तर्गतका कसुर र कसुरको उद्योग दुरुत्साहन वा आपराधिक षड्यन्त्र गरेको वा त्यस्तो कसुरको हतियार भएको कसुर ठहरेमा मुद्दा पूर्वपक्षको लागि थुनामै राखेर मुद्दा पूर्वपक्ष गर्न पाउने कानुनी प्रावधान रहेको छ। धन्यवाद।